के तपाईँले कहिले बन्जी जम्प गर्नुभएको छ? बन्जी जम्प या अरूले बन्जी जम्प गरेको तपाईँले हेर्नुभएको हुनसक्छ, देख्नुभएको हुनसक्छ। बन्जी जम्प भनेको चाहिँ डोरीको सहायताले एउटा अग्लो उच्च ठाउँबाट हाम फाल्ने काम हो। अग्लो उच्च ठाउँबाट हाम फाल्ने काम हो। यसलाई बन्जी जम्प भनिन्छ। बन्जी जम्प गर्न चाहिँ धेरै हिम्मत, धेरै आँट चाहिन्छ। त्यहाँ उच्च ठाउँमा पुगेरै पनि माथिबाट तलको गहिराई देख्दाखेरि कतिजना धेरै मान्छे चाहिँ फर्केर जान्छन्, गर्दैनन्, बन्जी जम्प गर्दैनन्। केही व्यक्तिहरूले चाहिँ हिम्मत जुटाएर बन्जी जम्प गर्छन्, तर कतिको लागि यो कुरा गाह्रो हुन्छ। बन्जी जम्प गर्न चाहिँ हिम्मत चाहिन्छ। बन्जी जम्पको सम्पूर्ण ती औजारहरूमा निर्धक्क हुनुपर्छ, ढुक्क हुनुपर्छ, त्यो डोरीहरूमा ढुक्क हुनुपर्छ, डोरीमा पुरा भरोसा राख्नुपर्छ, भर पर्नुपर्छ। अनि त्यहाँ केही कुराहरू सिकाउँछन्, टेक्निक सिकाउँछन्, त्यसमा ढुक्क हुनुपर्छ। कहिलेकाहीँ बन्जी जम्प गर्ने मान्छेहरू आत्तिँदा, डराउँदा वा शङ्का गर्दा बन्जी जम्प गराउनलाई बसेका तालिम प्राप्त व्यक्तिहरूले उनीहरूलाई नडराउनुहोस्, केही हुँदैन, यो सुरक्षित छ, यसरी पक्रिने, यसरी जाने भनेर सिकाउँछन्। अनि त्यो भनिसकेपछि बल्ल बन्जी जम्प गर्न मान्छेहरूको हिम्मत बढ्छ। ती मान्छेहरू ढुक्क हुन सक्छन्, निर्धक्क भएर हाम फाल्न सक्छन्। लुकाको उद्देश्य तपाईँले देख्न सक्नुहुन्छ 4 पदमा। लुकाको उद्देश्य पनि हामीलाई सुसमाचारको सत्यतामा ढुक्क गराउनु। 4 पदमा हेर्नुहोस् त, ताकि तपाईँलाई बताएका विषयहरूको सत्यता तपाईँलाई थाहा होस्। अर्को भर्जनमा चाहिँ पक्का होस् तपाईँलाई भनेर पनि भनेको छ, पक्का होस्। लुकाको उद्देश्य हामीलाई सुसमाचारको सत्यतामा, हामीलाई बताएका विषयहरूको बारेमा सत्यता थाहा होस्, ढुक्क गराउने, निर्धक्कता गराउने लुकाको उद्देश्य हो। किनभने निर्धक्कता एकदमै महत्त्वपूर्ण छ। बन्जी जम्प गर्ने कुरामा मात्र होइन, जीवनमा हामीलाई अरू कुरामा पनि ढुक्क हुन मन लाग्छ, होइन र? तर लुका हामीलाई देखाउँछन् येशू ख्रीष्टको सुसमाचारमा चाहिँ हामी कसरी ढुक्क हुने, कसरी निर्धक्क हुने। येशू ख्रीष्टको सुसमाचार साँचो हो भनेर कसरी ढुक्क हुने, कसरी निर्धक्क हुने, कसरी भर पर्ने। हाम्रो वरिपरि त हाम्रै देशमा कति धेरै धर्महरू, कति धेरै विचारहरू, धारणाहरू छन्, होइन? मानिसहरूले विभिन्न तरिकाले आफ्नो जीवन जिरहेका छन्, फरक फरक तरिकाले। तपाईँ आफ्नो तरिकाले जिउनुहोस्, आफ्नो मर्जीले जिउनुहोस्, म आफ्नो तरिकाले जिउँछु। तपाईँको लागि तपाईँको कुरा ठिक, मेरो लागि मेरै कुरा ठिक भनेर जिउने हाम्रो संसार र समाजमा हामी सुसमाचार नै, येशू नै सबैभन्दा उत्तम हुनुहुन्छ, येशू ख्रीष्टको सुसमाचारमाथि विश्वास गरेर जिउनुको उत्तम तरिका हो भनेर हामी कसरी निश्चय हुन सक्छौँ, कसरी निर्धक्क हुन सक्छौँ, हामी कसरी ढुक्क हुन सक्छौँ। संसारभरि हामी येशू ख्रीष्टमाथि विश्वास गर्नेहरूलाई भइरहेको सतावट र कष्टहरूको बारेमा पनि समाचार सुन्ने गर्छौँ। इतिहासकालदेखि नै सुसमाचारको विरुद्धमा अनेक विरोधहरू आइरहेका छन्। आज नै पनि क्रिस्चियन विश्वासको विरुद्धमा संसारका विभिन्न देशहरूमा र यहीँ पनि अनेक आलोचना र विरोधहरू भइरहेकै छ। तर कुन कुराले हामीलाई येशूको सुसमाचार सत्य हो भनेर निर्धक्क हुन, जति विरोध भए पनि, जति मान्छेले नराम्रो भने पनि, जति प्रश्न आए पनि येशूको सुसमाचार नै सत्य कुरा हो भनेर निर्धक्क गराउने कुराहरू के छन् त? सच्चाई केन्द्र जस्ता र क्रिस्चियनकै नाम भएका पनि अन्य धार्मिक समूहहरू हाम्रो देशमा आउँदा पनि हामी चाहिँ सुसमाचार नै वास्तविक सत्य हो, बाइबल मात्र सत्य हो, येशूमा विश्वास गर्नु मात्र सत्य हो भनेर निर्धक्क कसरी हुन सक्छौँ? कसरी निश्चिन्त हुन सक्छ? कुन कुराले हामीलाई ढुक्क गराउँछ येशूको सुसमाचारमा? अघि भन्नुभयो जस्तै आजदेखि हामी लुकाको सुसमाचारको नयाँ वचन प्रचारको श्रृङ्खलामा, यो श्रृङ्खलाबद्ध रूपमा हामी जानेछौँ। हुनसक्छ तपाईँले लुकाको सुसमाचारको केही अध्यायहरू, केही भागहरू पहिला पनि सुनिसक्नु भएको हुनसक्छ। तर यो हामी श्रृङ्खलाबद्ध रूपमा, क्रमबद्ध रूपमा केही समय लुकाको सुसमाचारमा हामी बिताउनेछौँ। र यसअघि हामीले उत्पत्तिको पुस्तकबाट श्रृङ्खलाबद्ध रूपमा नै परमेश्वरको वचन सुनिरहेका थियौँ। मेरो आशा छ कि क्रिसमससम्म हामी लुका 1 र 2 अध्यायमा हुनेछौँ र यी हप्ताहरूमा लुकाको उद्देश्य र प्रचारकको रूपमा मेरो उद्देश्य पनि यो हुनेछ कि हामी सुसमाचारको सत्यतामा वास्तवमै ढुक्क हुन सकौँ। साँच्चै नै सुसमाचार चाहिँ ढुक्क हुन मिल्ने कुरा रहेछ, ग्यारेन्टिड कुरा रहेछ, साँच्चैको कुरा रहेछ, यो त वास्तविक कुरा रहेछ भनेर हामी निर्धक्क हुन सकौँ भन्ने उद्देश्य लुकाको सुसमाचारको यो प्रचार श्रृङ्खलामा हुनेछ। हामीले देख्न सकौँ भन्ने मेरो प्रार्थना छ कि येशू ख्रीष्टमाथि विश्वास गरेर जिउनु नै सबैभन्दा उत्तम कुरा हो, सबैभन्दा उत्तम कुरा हो, सबैभन्दा उत्तम कुरा। प्रत्येक व्यक्तिको लागि, प्रत्येक जातिको लागि
सबैभन्दा उत्तम कुरा येशू ख्रीष्टमाथि विश्वास गरेर जिउनु, येशू ख्रीष्टलाई चिन्नु, येशू ख्रीष्टलाई जान्नु, यो जस्तो उत्तम कुरा अरू केही पनि छैन। हाम्रो विश्वासको आधार, हाम्रो विश्वासको केन्द्र केवल येशू। उहाँलाई चिन्नु, उहाँलाई जान्नु, उहाँलाई अध्ययन गर्नु, उहाँको बारेमा हेर्नु, उहाँको बारेमा पढ्नु, जस्तो आनन्दको कुरा, त्यो जस्तो उत्तम कुरा, त्यो जस्तो सर्वोत्तम कुरा अरू केही पनि छैन। यो हामी देख्न सकौँ भन्ने मेरो उद्देश्य छ। हामीले देख्न सकौँ कि वास्तवमा येशूको सुसमाचार सबैभन्दा महत्त्वपूर्ण सन्देश हो। यो इतिहासलाई नै परिवर्तन गरिदिने सन्देश हो। यस सुसमाचारले आज हामीले जिउने जीवनमा ठुलो प्रभाव पार्छ भन्ने हामी देख्न सकौँ भन्ने मेरो प्रार्थना छ। किनभने लुकाको उद्देश्य पनि त्यही छ। लुकाको उद्देश्य हामीलाई सुसमाचारको सत्यतामा, सुसमाचारको शक्तिमा ढुक्क पार्ने, निर्धक्क पार्ने, पक्का हो भनेर देखाउने उद्देश्य लुकाको छ। र लुकाले हामीलाई ढुक्क निर्धक्क पार्न यो पदहरूमा 1 देखि 4 पदहरूमा 3वटा मुख्य आधारहरू प्रस्तुत गरेका छन्। 3वटा मुख्य आधारहरू हामी सुसमाचारमा ढुक्क हुन सकौँ भनेर लुकाले प्रस्तुत गरेका 3वटा आधारहरू हामी यहाँ देख्न सक्छौँ। यो 3वटा कुरा नै हाम्रो आजको वचनको बुदाहरू पनि हुन्। यदि तपाईँलाई नोट लेख्ने बानी छ भने तपाईँले नोट लेख्न सक्नुहुन्छ, र यदि नोट लेख्दै हुनुहुन्छ भने यो 3वटा कुरा तपाईँले बुदागत रूपमा लेख्न सक्नुहुन्छ। पहिलो कुरा हो लुकाले लेखेको विवरण एक बाइबलीय विवरण हो। लुकाले लेखेको विवरण बाइबलीय विवरण हो। बाइबलीय विवरण पद 1 मा तपाईँले त्यो कुरा देख्न सक्नुहुन्छ। बाइबलीय विवरण हो लुकाले लेखेको सुसमाचार। लुकाले हामीलाई ढुक्क पार्छन्। अनि कुन कुराले, कुन प्रमाण त चाहियो? ढुक्क हुनलाई प्रमाण चाहियो होइन? त्यो प्रमाण के हो त भन्दा पहिलो प्रमाण, पहिलो आधार, ढुक्क हुने पहिलो आधार लुकाले लेखेको विवरण बाइबलीय विवरण हो। एक बाइबलीय विवरण भनेर लेख्न सक्नुहुन्छ पद 1 अनुसार। दोस्रो आधार पनि छ, दोस्रो प्रमाण, दोस्रो आधार छ। त्यो हो लुकाले लेखेको सुसमाचार प्रत्यक्ष गवाहहरूबाट सावधानी साथ खोजी गरिएको विवरण हो। प्रत्यक्ष गवाहहरूको विवरण भनेर लेख्न सक्नुहुन्छ। प्रत्यक्ष गवाहहरूको विवरण, यो कुरा तपाईँले पद 2 र 3 मा देख्न सक्नुहुन्छ। पद 2 र 3 मा प्रत्यक्ष गवाहहरूबाट सावधानी साथ खोजी गरिएको विवरण, प्रत्यक्ष गवाहहरूको विवरण, प्रत्यक्ष गवाहहरूको विवरण। र तेस्रो आधार, तेस्रो प्रमाण पनि छ। लुकाले हामीलाई सुसमाचार नै साँचो कुरा हो, सुसमाचार नै उत्तम कुरा हो भनेर ढुक्क हुनलाई प्रस्तुत गरेको प्रमाण, आधार, तेस्रो आधार यो एक क्रमबद्ध विवरण हो। क्रमबद्ध विवरण, त्यो शब्द तपाईँले त्यहीँ देख्न सक्नुहुन्छ। 3 पदको बिचमा क्रमय अनुसारको एउटा विवरण भनेको छ। क्रमय अनुसारको एउटा विवरण, एक क्रमबद्ध विवरण 3 र 4 पदमा यो कुरा तपाईँले देख्न सक्नुहुन्छ। र सुरुमा हामी पहिलो बुदा हेर्नेछौँ। यो एक बाइबलीय विवरण हो। बाइबलीय विवरण, लुकाले प्रस्तुत गरेको सुसमाचार बाइबलीय विवरण हो। बाइबलीय विवरण भन्नाले के भन्न खोजेको भनेर यहाँहरूको मनमा प्रश्न आएको हुनसक्छ। बाइबलीय विवरण पद 1 ले नै हामीलाई देखाउँछ हाम्रा माझमा घटेर पुरा भएका घटनाहरूको विवरण सङ्ग्रह गर्ने काम धेरैजनाले आफ्नो हातमा लिएका छन्। लुकाले के लेखिरहेका छन् भनेर तिनले भन्छन्। हेर्नुहोस् त, लुकाको पुस्तक के को बारेमा रहेछ? यो पुस्तक चाहिँ परमेश्वरले पहिला पनि केही कुरा भन्नुभएको छ, अनि त्यो कुरा भन्नुभएको कुरा चाहिँ यहाँ पुरा हुँदैछ भनेर लुकाले लेखेका छन् होइन। बाइबलीय यो अर्थमा कि लुकाको पुस्तकले बाइबलको कथालाई, बाइबलमा पहिला भइसकेको कुरालाई नै फेरि निरन्तरता दिइरहेका छन्। बाइबलमा पहिला परमेश्वरले भनिसक्नु भएको कुराको बारेमा यहाँ निरन्तरता दिइरहेका छन् र यहाँ पुरा भएको छ भनेर भनिरहेका छन्। हेर्नुहोस् त, त्यहाँ तपाईँले देख्न सक्नुहुन्छ नि होइन, हाम्रो माझमा घटेर पुरा भएका घटनाहरूको विवरण सङ्ग्रह गर्ने काम धेरैजनाले आफ्नो हातमा लिएका छन्। त्यहाँ पुरा भएका भन्ने शब्दले के जनाउँछ? पुरा भयो, सम्पन्न भयो, टुङ्गोमा पुग्यो भन्ने अर्थ दिन्छ होइन। हामी यात्रा सुरु गर्छौँ कतै जानलाई, अनि गन्तव्यमा पुगेपछि बल्ल हाम्रो यात्रा के हुन्छ? पुरा हुन्छ, पुरा भयो भनेर हामी भन्छ होइन। त्यस्तै लुकाले लेखेको विवरण पुरा भएको घटनाको विवरण हो। बाइबलको अगाडि, लुकाको पुस्तकभन्दा अगाडिका पहिला लेखिएका बाइबलका पुस्तकहरूको पूर्णताको विवरण यो। यसको मतलब पुरा हुनुभन्दा अगाडि केही छ, के पुरा भएको छ भने हामीले सोध्नुपर्ने हुन्छ। अघि हामीले लुकाको अन्त्य पनि पढेका थियौँ होइन। लुकाको अन्त्य हेर्नुहोस् त, लुकाको अन्त्य 24 अध्याय पढेका थियौँ। अनि प्रभु येशूले पनि यससँगै मिल्ने शब्द, पुरा भयो भन्ने शब्दसँगै मिल्ने शब्द प्रयोग गरेर भन्नुभएको छ। लुका 24 अध्यायको 44 पदमा हेर्नुहोस् त, त्यहाँ के भन्नुभएको छ? उहाँले तिनीहरूलाई भन्नुभयो, चेलाहरूलाई, तिमीहरूसँग हुँदा मैले बोलेका वचनहरू यिनै हुन्, अर्थात् मूसाका व्यवस्था, अगमवक्ता र भजनका पुस्तकमा मेरो विषयमा लेखेका सबै कुरा
पुरा हुनैपर्छ। एउटै अर्थ दिने शब्दहरू येशू ख्रीष्टले यहाँ प्रयोग गर्नुहुन्छ। लुकाको उद्देश्य, लुकाले लेखिरहेका छन्, लुकाले हाम्रो अगाडि प्रस्तुत गरिरहेका छन् कि लुकाले एक बाइबलीय विवरण, पुरा भएको घटनाको विवरण लेखिरहेका छन्। र येशू पनि भन्नुहुन्छ कि हो, लुकाभन्दा अगाडि आएका पुरानो करारका पुस्तकहरू कसरी येशूमा पुरा भएका छन्, येशूमा पुरा भएका छन् भनेर येशूले यहाँ देखाउनुहुन्छ। सम्पूर्ण पुरानो करार होइन, यहाँ येशू ख्रीष्टले हेर्नुहोस् त, तपाईँ देख्न सक्नुहुन्छ नि होइन, मूसाको व्यवस्था, अगमवक्ता र भजनका पुस्तक होइन, यो तीनवटा वर्गमा नै पुरानो करार बाँडिएको छ नि होइन। र हिब्रू भाषामा तोरा, नबीम र केतुबिम भनिन्छ होइन। मूसाको व्यवस्था, अगमवक्ता र लेखहरूमा सबैभन्दा प्रमुख, सबैभन्दा बढी भाग ओगट्ने भजन सङ्ग्रह भएकोले गर्दा भजनको पुस्तक भनेर येशू प्रभु यहाँ भन्नुहुन्छ। तीनैवटा खण्डले अर्थात् सम्पूर्ण पुरानो करारले, सम्पूर्ण धर्मशास्त्रले येशू ख्रीष्टतिर देखाउँछ, येशू ख्रीष्टतिर डोर्याउँछ भनेर येशू ख्रीष्टले यहाँ भन्नुहुन्छ। येशूमा नै त्यहाँ भएका सबै प्रतिज्ञाहरू पुरा हुन्छन् भनेर येशू यहाँ भन्नुहुन्छ। यो पुस्तकले, अब लुका 1 अध्यायमै फर्किनुहोस् कृपया गरी, यो पुस्तकले हामीलाई निर्धक्कता र ढुक्क बनाउँछ। यसले हामीलाई बन्जी जम्प गर्ने खालको निर्धक्कता दिँदैन। त्यस्तो कुरामा ढुक्क बनाएको होइन हामीलाई। त्यस्तो खालको निर्धक्कताको बारेमा यो पुस्तक होइन। यो पुस्तक इन्टरभ्यूमा कसरी कन्फिडेन्ट भएर बोल्ने भन्ने बारेमा पनि होइन। यो पुस्तक सोसियल मिडियामा कसरी कन्फिडेन्ट भएर आत्मविश्वास बढाएर बोल्ने भन्ने विषयमा पनि होइन। यो पुस्तकले हामीलाई निर्धक्कता दिन्छ, ढुक्क बनाउँछ। तर कुन कुरामा ढुक्क बनाउँछ? ती सबै अरू कुराहरू भन्दा पनि महत्त्वपूर्ण कुरामा ढुक्क बनाउँछ हामीलाई। यो पुस्तक परमेश्वरले सुरु गर्नुभएको प्रतिज्ञा कसरी परमेश्वरले पुरा गर्नुभएको छ भनेर देखाएर हामीलाई ढुक्क बनाउँछ। येशू ख्रीष्टको सुसमाचार, येशू ख्रीष्टको सत्यतामा, जीवन दिने सत्यतामा हामीलाई यो पुस्तकले ढुक्क बनाउँछ। परमेश्वरले सुरुमा के प्रतिज्ञा गर्नुभयो र के पुरा गर्नुभयो भन्ने बारेमा यो पुस्तक हो। परमेश्वरले के भन्नुभएको छ र उहाँले के गर्नुभएको छ भन्ने बारेमा यो पुस्तक हो। प्रियहरू, यो कुराले हामीलाई निर्धक्क, ढुक्क र निश्चिन्त बनाउँछ कि परमेश्वरले शताब्दीौँदेखि र हजारौँ वर्ष अगाडिदेखि आफ्नो प्रतिज्ञा मानिसहरूलाई दिनुभएको छ र परमेश्वर त्यही आफ्नो प्रतिज्ञा, आफ्नो वचनमा अडिग रहिरहनु भएको छ अनि उहाँले ती प्रतिज्ञाहरू पुरा गर्नुभएको छ। अघि हामीले भजन सङ्ग्रह 136 अध्यायमा पढेको पनि त्यही नै हो। उहाँको प्रतिज्ञा, उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ। उहाँले आफ्नो प्रतिज्ञा बिर्सनुहुन्न। उहाँले आफ्नो प्रतिज्ञा पुरा गर्नुहुन्छ। उहाँले आफ्ना मानिसहरूलाई उद्धार गर्ने प्रतिज्ञा गर्नुभएको छ प्रियहरू। अनि उहाँले त्यो प्रतिज्ञा पुरा गर्ने समय आइपुगेको छ भनेर लुकाले यति बेला हामीलाई देखाउँछ। उहाँले आफ्नो प्रतिज्ञा पुरा गर्ने समय येशू ख्रीष्टको जीवन, उहाँको जन्म, जीवन, मृत्यु, पुनरुत्थान र स्वर्ग आरोहणमा उहाँले पुरा गर्नुहुन्छ भनेर यहाँ हामी लुकाको पुस्तकमा देख्नेछौँ। हेर्नुहोस् त, चुनावको आसपास राजनीतिज्ञ र नेताहरूले पनि कति ठुला प्रतिज्ञा हामीलाई गर्छन् होइन। अनि हामी सोध्छौँ, जब हामी भाषणहरू सुन्छौँ, जब हामी उनीहरूको दर्शन, भिजन सोध्छौँ होइन, सुन्छौँ, जब उनीहरूको योजनाहरू सुन्छौँ, उनीहरूको एजेन्डाहरू सुन्छौँ, हामीलाई कस्तो लाग्छ कि वास्तवमै हामीले आशा गरेको यो मान्छेले यो जे भनिरहेको छ सबै पुरा गर्ला भनेर हामी सोध्छौँ होइन। लुकाले हामीलाई यहाँ चाहिँ देखाइरहेका छन् कि परमेश्वरले प्रतिज्ञा गर्नुभएको थियो, त्यो कुरा उहाँले पुरा पनि गर्नुभएको छ। जे उहाँले प्रतिज्ञा गर्नुभएको थियो, उहाँले आफ्नो प्रेम, उहाँको करार स्थिर गराउनु भएको छ, त्यो अटल राख्नु भएको छ। उहाँको प्रतिज्ञालाई उहाँले बिर्सनु भएको छैन, उहाँले छोडिदिनु भएको छैन। उहाँले आफ्नो प्रतिज्ञाप्रति उहाँ विश्वासयोग्य हुनुहुन्छ। यसैले हामी यो पुस्तक पढेर सुसमाचारमा ढुक्क हौँ, निर्धक्क हौँ भनेर लुका हामीलाई लेख्छन्। तर त्यति मात्र होइन, लुकाले हामीलाई यो पनि देखाउँछन् कि जुन कुराहरू यहाँ पुरा भएका छन् ती पुरानो करारमा परमेश्वरले तोक्नु भएको अर्थ र आशयको सन्दर्भभित्र नै पनि पुरा भएका छन्। यसैले पुरानो करार चाहिँ लुकाको पुस्तकको हाम्रो बुझाइ र व्याख्याको लागि पृष्ठभूमि, हाम्रो फ्रेमवर्क हो। पुरानो करार बिना हामी नयाँ करार बुझ्न सक्दैनौँ र नयाँ करार बिना पुरानो करार बुझ्न सक्दैनौँ भन्ने कुरा लुकाले हामीलाई यहाँ देखाउँछन्। लुकाले हामीलाई एउटा व्याख्या शास्त्र दिन्छन्, बाइबललाई कसरी बुझ्ने भनेर हामीलाई यहाँ देखाउँछन्। बाइबल व्याख्या हामीलाई जे मन लाग्छ त्यही गर्न मिल्दैन भनेर लुकाले हामीलाई देखाउँछन्। लुकाले हामीलाई देखाउँछन् कि येशू ख्रीष्टको जीवनमा जे जति हुन्छ त्यो सबै पुरानो करारको सन्दर्भमा हुन्छ। पुरानो करारमा परमेश्वरले गर्नुभएको प्रतिज्ञाहरूको सन्दर्भमा, त्यसकै अर्थमा, त्यसकै परिधिभित्र मात्र हुन्छ।
त्यसैले हामीले लुका 24 अध्यायमा यो कुरा देख्न सक्छौँ होइन र? लुका 24 अध्यायमा अघि नै येशू प्रभुले भन्नुभयो, हामीले पढेका थियौँ, तिमीहरूसँग हुँदा मैले बोलेका वचनहरू यिनै हुन्, अर्थात् मोसाको व्यवस्था, अगमवक्ता र भजनका पुस्तकमा मेरो विषयमा लेखिएका सबै कुरा पुरा हुनुपर्छ। जुन जुन कुराहरू येशूको विषयमा लेखिएको छन् पुरानो करारमा, त्यसको वास्तविक सन्दर्भ, वास्तविक अर्थ, वास्तविक आशयभित्रै रहेर येशूले यहाँ उहाँको जीवनमा काम गर्नुहुन्छ होइन? 24 अध्यायको 26 पदमा पनि त्यस्तै लेखेको छ। 25 र 26 पदमा येशूले ती चेलाहरूलाई जसले बुझ्न सक्दैन तिनीहरूलाई भन्नुहुन्छ, ए अबुझ मानिस हो, तिमीहरूका हृदय यति सुस्त भएको छ कि अगमवक्ताहरूले भनेका कुराहरू विश्वास गर्दैनौ कि ख्रिस्टले कष्टहरू भोग्नु र आफ्नो महिमामा प्रवेश गर्नु आवश्यक थिएन। र तब मोसा र सबै अगमवक्ताहरूबाट सुरु गरेर उहाँले धर्मशास्त्रमा आफ्नो विषयमा लेखिएका कुराहरूको अर्थ तिनीहरूलाई खोलिदिनु भयो। कहाँबाट उहाँले अर्थ खोलिदिनु भयो? पुरानो करारबाट। प्रभु येशू ख्रिस्टको बारेमा लेखिएका कुराहरूको अर्थ तिनीहरूलाई खोलिदिनु भयो। अब येशूको बारेमा हामीले जब पढ्छौँ लुकाको पुस्तकमा, येशूलाई बुझ्नको लागि हामीलाई के चाहिन्छ? पुरानो करारको सन्दर्भ चाहिन्छ। पुरानो करारको क्याटेगोरीभित्र रहेर येशूले काम गर्नुहुन्छ। जे जति उहाँले गर्नुहुन्छ सबै पुरानो करारको प्रतिज्ञाको पूर्णतामा गर्नुहुन्छ। पुरानो करारमा परमेश्वरले अगाडिबाटै भनिसक्नु भएको कुराको आधारमा येशू प्रभुले आफ्नो सेवकाई गर्नुहुन्छ। परमेश्वरले शताब्दीौँदेखि नै प्रतिज्ञा गर्नुभएको थियो कि ख्रिस्ट मसिहा आउनुहुनेछ, कि आउनुहुने मसिहा अनन्तको राजा हुनुहुनेछ, कि उहाँ पापीहरूको पाप आफैमाथि लिएर तिनीहरूको सट्टामा मर्नुहुनेछ, ताकि पापी मानिसहरू परमेश्वरसँग मिलापमा आउन सकुन् र उहाँले अनन्तको आफ्नो राज्य स्थापना गर्नुहुनेछ भनेर पुरानो करारले पहिल्यैदेखि भनिरहेको थियो, पहिल्यैदेखि प्रचार गरिरहेको थियो। परमेश्वरले ती भविष्यवाणीहरूमा, ती वचनमा, ती प्रतिज्ञाहरूमा यो अर्थ पहिल्यैदेखि राखिसक्नु भएको थियो। पहिल्यैदेखि उहाँले प्रचार गरिरहनु भएको थियो। जस्तो तरिकाले जुन अर्थ आशयका साथ परमेश्वरले पुरानो करारमा ती प्रतिज्ञाहरू गर्नुभयो त्यसरी नै येशूको जीवनमा पुरा भयो भनेर हामी यहाँ देख्न पाउँछौँ। यसैले हाम्रो बाइबल व्याख्या, मैले अघि पनि भने, हाम्रो बाइबल व्याख्या, हाम्रो बाइबल बुझाइ, हाम्रो लुकाको पुस्तकको व्याख्या र बुझाइमा हामीले अर्थ दिन मिल्दैन। मलाई कुन कुराले छुन्छ यो खण्डमा त्यो कुरा प्रचार गर्न मिल्दैन। तर हामीले यहाँ परमेश्वरले नै तोक्नु भएको अर्थ, परमेश्वर पवित्र आत्माले नै आफ्नो प्रेरणामा तोक्नु भएको उद्देश्य र आशयलाई देख्न सक्नुपर्छ। अनि सुसमाचार यहाँ लुकाले देखाउन खोजिरहेका छन् पुरानो करारमा परमेश्वरले गर्नुभएको ती प्रतिज्ञाहरूको पूर्णता हो। यसलाई ठिक तरिकाले व्याख्या गरिनुपर्छ पुरानो करारको सन्दर्भमा भनेर हामी देख्छौँ। यसैले हामी सुसमाचारमा ढुक्क निर्धक्क हुन सक्छौँ। यो चाहिँ परमेश्वरको लामो समयदेखिको, शताब्दीौँदेखिको पुरानो प्रतिज्ञाको पूर्णता हो प्रियहरू। यो मान्छेको रचना होइन। यो लुकालाई जे मन लाग्छ त्यो लेखिराखेका छैनन्, लुकाको अभिरुचिहरू राखेका छैनन्। यो बाइबलीय विवरण हो, यो पुरा भएका घटनाहरूको विवरण हो। यसरी हामी लुकाको सुसमाचारमा, येशू ख्रिस्टको सुसमाचारमा, येशू ख्रिस्टको सुसमाचारको सत्यतामा ढुक्क हुन सक्छौँ। किनभने यो परमेश्वरको कथा हो। परमेश्वरले आफ्नो कथा लेख्दै हुनुहुन्छ होइन, कुनै मानिसले होइन। हामी ढुक्क हुन सक्छौँ। परमेश्वरले आफ्नो कथा, आफ्नो मुक्तिको प्रतिज्ञाको कथा लेख्दै हुनुहुन्छ र उहाँले पुरा गर्नुभएको छ। उहाँको प्रतिज्ञा, उहाँले येशू ख्रिस्टको जन्म, जीवन, उहाँको बलिदानी मृत्यु अनि उहाँको पुनरुत्थानमा पुरा गर्नुभएको छ। यसैले हामी सुसमाचारमा ढुक्क हुन सक्छौँ। हामी येशू ख्रिस्टको सुसमाचारमा आफ्नो जीवन सुम्पन सक्छौँ। यो एक बाइबलीय विवरण हो। त्यसै गरी दोस्रो कुरा हामीले भनेका थियौँ, दोस्रो कुरा यो एक प्रत्यक्ष गवाहहरूको विवरण हो। प्रत्यक्ष गवाहहरूबाट सावधानी साथ खोजी गरिएको विवरण, प्रत्यक्ष गवाहहरूबाट सावधानी साथ खोजी गरिएको विवरण। हामी किन ढुक्क हुन सक्छौँ, किन सुसमाचार ट्रु हो, सुसमाचार साँचो हो भनेर विश्वास गर्न सक्छौँ? एक त परमेश्वरले गर्नुभएको प्रतिज्ञा उहाँले पुरा गर्दै हुनुहुन्छ। यो नयाँ कुरा भइरहेको छैन। इतिहासदेखि, शताब्दीौँदेखि परमेश्वरले गर्नुभएको प्रतिज्ञा पुरा गर्दै हुनुहुन्छ भने हामीले हेऱ्यौँ। यसैले हामी ढुक्क हुन सक्छौँ। दोस्रो कुरा, हामी ढुक्क हुन सक्छौँ किनभने यो प्रत्यक्ष गवाहहरूबाट सावधानी साथ खोजी गरिएको विवरण हो। तपाईँले यो कुरा 2 र 3 पदमा देख्न सक्नुहुन्छ। यो पुस्तक, जुन लुकाको पुस्तक चाहिँ भाग 1 र भाग 2 मा विभाजित छ। भाग 1 चाहिँ यो लुकाको पुस्तक, लुका 1 अध्यायदेखि 24 अध्याय नै हो भने भाग 2 चाहिँ लुकाले नै लेखेको प्रेरितको पुस्तक हो। यसलाई हामीले लुकाको भोल्युम 1, भोल्युम 2 भनेर भन्न सक्छौँ। लुकाको पुस्तक भाग 1 लुकाको पुस्तक नै भयो, भाग 2 लुकाले नै लेखेको प्रेरितहरूको पुस्तक। र यो कुरा चाहिँ लुका भन्छन् प्रत्यक्ष गवाहहरू र वचनका सेवकहरूबाट सावधानी साथ खोजी गरिएको विवरण हो। लुकाको पुस्तक र प्रेरितको पुस्तक मैले भने दुवैको लेखक लुका हुन् भन्ने कुरामा चर्च इतिहासले हामीलाई देखाउँछ र विश्वस्त पार्छ। र यी व्यक्ति लुका को थिए भनेर हामीले बाइबलको नयाँ करारका विभिन्न भागमा लुकाको विषयमा
धेरै जानकारी पाउन सक्छ। एउटा लुकाको विषयमा एउटा जानकारी कलसी 4:14 पदमा पनि छ। कलसी 4:14 पदमा पावलले लुकालाई प्रिय वैद्य लुका अर्थात् मेडिकल डक्टर लुका भनेर परिचय गराएका छन्। लुका नयाँ करारको गवाही अनुसार एकदम विज्ञ व्यक्ति थिए, एकदम शिक्षित र डक्टर, मेडिकल डक्टर थिए। प्रेरितको पुस्तकमा पनि लुकाको विषयमा हामी देख्छौँ, लुका पावलको सहयात्री भएको कुरा हामी देख्छौँ। किनभने प्रेरितको पुस्तकमा तिनले लेख्दा हामी भन्ने जुन शब्द छ, हामीले यो गर्यौँ, पावल र हामी भनेर जे कुरा गर्छन्, हामीले यो गर्यौँ, हामीले त्यो गर्यौँ, हामीले त्यहाँ गयौँ, हामी यहाँ गयौँ भनेर लेख्छन्। त्यहाँ हामी लुकाको समावेश, संलग्नता देख्न सक्छौँ। लुका स्वयं पावलको यात्रा र सेवकाईको प्रत्यक्ष गवाह थिए भन्ने कुरा हामी प्रेरितको पुस्तकबाट थाहा पाउन सक्छौँ। र पद 2मा लुकाले प्रत्यक्ष गवाह र वचनको सेवकहरूको बारेमा कुरा गर्छन्। हेर्नुहोस् त 2 पदमा तिनीहरू जो सुरुदेखि नै वचनका प्रत्यक्ष गवाह र वचनका सेवक भनेको थियो। वचनका प्रत्यक्ष गवाह र वचनका नै सेवकहरूबाट प्राप्त विवरण लुकाले लेख्छन्। 3 पदमा पनि हेर्न सक्नुहुन्छ, माननीय थियोफिलस, मैले आरम्भदेखि नै सावधानी साथ सबै कुराको खोजी गरेको देख्नुभयो र तपाईँको निम्ति क्रमै अनुसारको एउटा विवरण लेख्न मलाई असल लाग्यो। त्यस पदमा भएको प्रत्यक्ष गवाह शब्दको अर्थ हामी सामान्य रूपमा पनि बुझ्न सक्छौँ, घटनाहरूलाई वास्तविक रूपमा आफ्नै आँखाले देख्ने व्यक्ति। हिन्दी भाषामा चश्मदीप गवाह भन्छ होइन, आफ्नै आँखाले देखेको व्यक्तिहरूले भनेको कुरा, त्यस्तो खालको विवरण। हाम्रो अदालतहरूमा प्रत्यक्ष गवाहहरूको कति ठुलो भूमिका र महत्त्व हुन्छ होइन। त्यस्तो खालको गवाही, त्यस्तो खालको साक्षी लुकाले यहाँ लेख्छन्। लुकाले प्रत्यक्ष गवाहहरूबाट आफ्नो विवरण लेखिरहेका छन्। र यो प्रत्यक्ष गवाह भन्ने शब्द चाहिँ लुका र प्रेरित दुईटै पुस्तकमा एउटा महत्त्वपूर्ण शब्द पनि हो, एउटा प्राविधिक शब्द पनि हो, एउटा महत्त्वपूर्ण प्राविधिक, टेक्निकल वर्ड, प्राविधिक शब्द हो। यहाँहरूलाई याद हुनसक्छ जब 12 जना चेलाहरूमध्ये एकजना यहुदा इस्करियोत येशूलाई विश्वासघात गर्नेको सट्टामा अर्को प्रेरित नियुक्त गर्नुपर्ने भएको थियो। त्यति बेला प्रेरितमा हुनुपर्ने मापदण्ड, प्रेरितमा हुनुपर्ने योग्यता के थियो भनेर प्रेरितको पुस्तकले हामीले बताउँछ। प्रेरितको पुस्तक 1 अध्यायमा त्यो कुरा लेखिएको छ होइन र, कि प्रेरितमा हुनुपर्ने योग्यता भनेको उसले आफैले आफ्नो आँखाले येशू ख्रीष्टको जीवन र मृत्यु र पुनरुत्थान र स्वर्गारोहणलाई देखेको हुनुपर्छ होइन। हेर्नुहोस् त, तपाईँले हेर्न सक्नुहुन्छ प्रेरित 1 अध्यायको 21 र 22 पदमा तपाईँले हेर्न सक्नुहुन्छ। पत्रुसले भनेको कुरा लुकाले लेखेका छन्। पत्रुसले भन्छन्, यस्तो भन्छन्, हेर्नुहोस्, यसकारण हाम्रो साथमा रहने मानिसहरूमध्ये यस्तो एकजना छान्नु आवश्यक छ जुन व्यक्ति प्रभु येशू हाम्रा बीचमा रही भित्र बाहिर गर्नुहुँदा सधैँ हामीसँग थियो। यस्तो व्यक्ति जो कम्तीमा पनि कहिलेदेखि, जो यूहन्नाको बप्तिस्मादेखि लिएर उहाँ हामीबाट उँभो लगिनु भएको दिनसम्म हामीसँग थियो, त्यो मानिस हामी सँगसँगै उहाँको पुनरुत्थानको साक्षी हुनुपर्छ। कस्तो व्यक्ति प्रेरित हुनुपर्दो रहेछ? त्यस्तो व्यक्ति जसले प्रत्यक्ष रूपमा येशू ख्रीष्टको भौतिक जीवन, उहाँको बप्तिस्मादेखि उहाँ स्वर्गारोहण हुनुभएको दिनमा भित्र जाँदा बाहिर आउँदा होइन, या त्यसै भनेको छैन र, हाम्रा बिचमा रही भित्र बाहिर गर्नुहुँदा सधैँ हामीसँग भएको व्यक्ति मात्र बाइबल अनुसार प्रेरित भनिन सकिन्छ। प्रेरित भनेको त्यो, प्रेरित भनेको प्रत्यक्ष गवाह, प्रत्यक्ष साक्षीको रूपमा योग्य व्यक्तिहरू प्रेरितहरू। अनि लुकाले त्यस्ता प्रेरितहरूबाट यो विवरण पाएका छन् भनेर बताउँछ। यति मात्र होइन, अरू प्रत्यक्ष गवाहहरू पनि छन्। त्यहाँ अरू प्रत्यक्ष गवाहहरू पनि छन्। स्त्रीहरूलाई तपाईँले देख्न सक्नुहुन्छ, पुनरुत्थानका साक्षी स्त्रीहरू, तिनीहरूको विवरण लुकाले यहाँ हाम्रो अगाडि प्रस्तुत गरेका छन्। आफैले आँखाले देखेको, साँच्चै नै त्यो चिहानमै गएको मरियम मग्दलिनी होइन, जसले येशू ख्रीष्टको जीवनलाई देखे, नजिकबाट देखे, उहाँको पुनरुत्थानको साक्षी भए, उहाँको सेवकाईको साक्षी भए, आफ्नो आँखाले नै देखेको ती प्रत्यक्ष गवाहहरूको विवरण हाम्रो अगाडि छ। लुकाले त्यस्तो व्यक्तिहरूको साक्षी लेखिरहेका छन्, प्रत्यक्ष गवाहको साक्षी। यो कुराले हामीलाई सुसमाचार साँचो हो भन्ने कुरामा निर्धक्कता दिनुपर्छ। आँखाले देखेर आएको मान्छेले यहाँ भनिरहेको छ
यो कुरा त विश्वास गर्नै पर्ने कुरा, यो त एकदमै साँचो सत्य र वास्तविक कुरा हो। लुका 1 अध्यायमा नै फर्किनुहोस्, जहाँ लुकाले कस्ता मानिसहरूबाट प्राप्त विवरण लेखिरहेका छन् भनेर बताउन अर्को शब्द पनि प्रयोग गर्छन्, त्यो हो वचनको सेवक भन्ने शब्द। 12 जना चेलाहरू र वास्तविक रूपमा आँखाले नै देख्ने व्यक्तिहरूको साक्षी र यसुको सेवामा रहेका स्त्रीहरूको साक्षी, यी सबैको सावधानी साथ लेखको विवरण लुका हामीलाई दिन्छन्, ताकि हामी यसुको सुसमाचार साँचो वास्तविक हो र यसुको सुसमाचार नै सर्वोत्तम हो भन्ने कुरामा ढुक्क हुन सक्छौँ। उहाँको वचन त्रुटिविहीन छ, यो वास्तविक भएको कुरा हो भनेर हामी ढुक्क हुन सक्छौँ। बाइबलमा कुनै पनि गल्ती छैन भन्ने कुरालाई लुकाको यो सावधानीपन, यो सतर्कता, यो होसियारीपन, यो प्रत्यक्ष गवाहको प्रमाणहरूले पनि पुष्टि गर्छ। प्रियहरू, यो महत्त्वपूर्ण छ, किनभने हामीले जे पढ्दैछौँ यो एकादेशको कथा होइन, यो कुनै काल्पनिक कथा होइन, यो कुनै दन्त्य होइन, यो सपनामा देखेर आएको कुरा होइन। लुकाले सपना देख्यो, प्रकट भयो अनि उसले लेख्यो भनेको होइन, त्यस्तो होइन। यो आधिकारिक साक्षी हो, अदालतमै उभ्यायो भने पनि पुग्ने प्रमाण, प्रत्यक्ष गवाहको प्रमाण साथ लेखिएको विवरण हो। यो घटनाहरू भएको देख्ने मान्छेहरूको साक्षी विवरण लुकाले हाम्रो अगाडि लेख्दैछन्। यो ऐतिहासिक रूपमा ठिक र सत्य विवरण हो। लुका पावलसँग यात्रा गर्ने व्यक्ति भएकोले लुकाले प्रयोग गरेका यी प्रत्यक्ष गवाहहरूलाई आफैले पनि भेट्ने मौका लुकाले पाएका थिए। ती व्यक्तिहरूबाट लुकाले यो विवरण हाम्रो अगाडि प्रस्तुत गर्छन्। हामी सुसमाचार यसैले सत्य हो भनेर ढुक्क र निर्धक्क हुन सक्छौँ। यी आधारहरूले लुकाको सुसमाचारलाई हेर्नुहोस् अरू धर्महरूको ग्रन्थहरूभन्दा फरक वर्गमा, उच्च वर्गमा, एकदमै फरक वर्गमा राखिदिन्छ। यो दन्त्य हुँदै होइन, यो काल्पनिक कुरा हुँदै होइन, यो अन्धविश्वासको कुरा हुँदै होइन। लुकाको सुसमाचार सठिक छ, सावधानी साथ खोजी गरिएको छ, साँचो घटनाहरू मात्र छ, जे साँच्चै नै भएको हो त्यो मात्र लुकाको सुसमाचारमा छ। यसले हामीलाई सुसमाचारमा निर्धक्कता, निश्चिन्तता, यो सुसमाचार, यसुको सुसमाचार, यसुमा विश्वास गर्ने कुरा सत्य छ, सर्वोत्तम छ, पुरा भरोसा गर्न योग्य छ भनेर ढुक्क हुन हामीलाई सहायता गर्छ। लुकाले एक बाइबलीय विवरण लेख्छन् अनि त्यसपछि प्रत्यक्ष गवाहको विवरण, ऐतिहासिक रूपमा सत्य विवरण लेख्छन्। र तेस्रो कुरा, लुका हामीलाई एक क्रमबद्ध विवरण पनि लेखिरहेका छन्। एक क्रमबद्ध विवरण 3 र 4 पदमा तपाईँले लेख्न सक्नुहुन्छ। क्रमबद्ध कस्तो अर्थमा लुकाले क्रमबद्ध सुसमाचार, क्रमबद्ध रूपमा सुसमाचार लेखिरहेका छन्? लुकाले कस्तो अर्थमा क्रमबद्ध रूपमा सुसमाचार लेखेको छ? पक्कै पनि लुकाले, हामीले लुकाको पुस्तक पुरै तपाईँले सरर एक बसाइमा पढेर सक्नु भयो भने तपाईँले देख्न सक्नुहुन्छ लुकाको सुसमाचार भौगोलिक रूपमा पनि क्रमबद्ध छ। यसुले इजरायलको एउटा ठाउँबाट अर्को ठाउँसम्म यात्रा गर्नुहुन्छ, भौगोलिक रूपमा एउटा ठाउँबाट अर्को ठाउँमा यात्रा गर्दै जानुहुन्छ। उत्तरी इजरायलदेखि यरुसलेमसम्म उहाँ जानुभएको कुरा तपाईँले भौगोलिक रूपमा पनि एकपछि अर्को ठाउँ गर्दै गएको देख्न सक्नुहुन्छ। क्रमबद्ध यो अर्थमा पनि छ कि के पछि के भयो भन्ने कुराको क्रम पनि लुकाले व्यवस्थित तरिकाले हामीलाई दिएका छन्। सुरुमा यसुको जन्म भयो, त्यसपछि होइन अरू घटनाहरू, यसुको सेवकाई, यसुको जीवन, क्रुसीकरण, पुनरुत्थान र स्वर्गारोहणसम्म क्रमबद्ध रूपमा, क्रमै पछि यसपछि यो भयो भनेर लुकाले लेखेका छन्। र लुकाले व्यवस्थित रूपमा यसुको शिक्षा र सुसमाचारको विषयवस्तुहरू हाम्रो निम्ति पनि राखिदिएका छन्। यसुको शिक्षा र सुसमाचारको विषयवस्तुहरू लुकाले आफ्नै शैलीमा पनि राखेका छन्। के फेरि आफ्नै शैलीमा, कुनै सिकाउने उद्देश्य साथ, त्यस्तो संरचनामा पनि क्रमबद्ध रूपमा लुकाले राखेका छन्। र हाम्रो निम्ति यस प्रचार श्रृङ्खलाभरि, लुकाको पुस्तकभरि जबसम्म हामी लुकाको पुस्तक पढ्छौँ, यहाँबाट प्रचार सुन्छौँ लुकाको सुसमाचारबाट, हाम्रो निम्ति लुका नै हाम्रो बाइबल शिक्षक हुनुपर्छ। किनभने लुकाले आफ्नो शैलीमा यसलाई क्रम मिलाएर राखेका छन्। यसैले लुका हाम्रो बाइबल शिक्षक हुनुपर्छ। हामी लुकाको बाइबल शिक्षक होइन, लुका हाम्रो बाइबल शिक्षक हुनुपर्छ। लुका हाम्रो पहिलो ईश्वरशास्त्री हुनुपर्छ। लुकाले हामीलाई सिकाउने हो। लुकाले हामीलाई आफ्नै शैलीमा, आफ्नै संरचनामा, आफ्नै ढाँचामा आफूले प्रचार गर्न चाहेको कुरा, आफूले सिकाउन चाहेको कुरा यहाँ हामीलाई बताउँछ। अनि मेरो काम भनेको चाहिँ यहाँहरूको बिचमा लुकाको आशय, लुकाको उद्देश्यलाई उजागर गरिदिने मात्र हो। लुकाले जे सोचेका थिए, जे चिताएका थिए, त्यो आशय, पवित्र आत्माको प्रेरणामा जे चिताएका थिए, जे सोचेका थिए, त्यो उद्देश्यलाई, त्यो अर्थलाई उजागर गरिदिने हो।
त्यहाँ लुकाले त्यही आश्चर्यकर्मको बारेमा किन लेखे भन्ने कुराको वास्तविक अर्थ, वास्तविक शिक्षा हाम्रो निम्ति के हो, लुकाले यो यसपछि नै यो कुरा किन लेखे, यसलाई क्रमबद्ध रूपमा लेखेको भनिन्छ होइन। क्रमै अनुसारको एउटा विवरण तिनले लेखिरहेका छन् अनि त्यसलाई उजागर गरिदिने काम मेरो। कतिपटक लाग्न सक्छ लुकाको सुसमाचार नयाँ मान्छेको लागि मात्र हो कि क्या हो, किनभने लुकाको सुसमाचार त येशू ख्रीष्टको बारेमा मात्र छ, मैले त येशू ख्रीष्टको बारेमा कति सुने भन्ने लाग्न सक्छ। तर हेर्नुहोस् त 4 पदमा हेर्नुहोस् त त्यहाँ के भनेको छ, ताकि तपाईँलाई बताएका विषयहरूको सत्यता। अब 3 पददेखि नै पढ्नुपर्ने हुन्छ। माननीय थियोफिलस, मैले आरम्भदेखि नै सावधानी साथ सबै कुराको खोजी गरेको छु र तपाईँको निम्ति क्रमै अनुसारको एउटा विवरण लेख्न मलाई असल लाग्यो, ताकि तपाईँलाई बताइएका विषयहरूको सत्यता तपाईँलाई थाहा होस्। यहाँ यो पुस्तक सुरुमा थियोफिलस भन्ने व्यक्तिलाई लेखिएको थियो। थियोफिलसको अर्थ पनि छ, शाब्दिक अर्थ पनि छ। थियोफिलसको शाब्दिक अर्थ परमेश्वरलाई प्रेम गर्ने भन्ने हुन्छ, परमेश्वरलाई प्रेम गर्ने, परमेश्वरको प्रेमी भन्ने हुन्छ। र यहाँ 4 पदमा तपाईँले देख्न सक्नुहुन्छ कि थियोफिलसलाई सुसमाचार बताइसकेको छ, सुसमाचार थाहा छ, उसलाई अलरेडी थाहा छ, सुसमाचार थाहा छ, बताएका विषयहरूको सत्यता तपाईँलाई थाहा होस्। थियोफिलसलाई सुसमाचारको बारेमा थाहा छ, सुसमाचारको सत्यताहरू थाहा छ थियोफिलसलाई। तर लुका थियोफिलसलाई यो पुस्तक लेख्छन् ताकि थियोफिलस सुसमाचारको सत्यतामा ढुक्क, निर्धक्क, निश्चिन्त हुन सकुन्। यति ढुक्क, यति निर्धक्क र यति निश्चिन्त कि लुका 24 अध्यायको 47मा येशूले भन्नुभएको कुरामा यरुसलेमबाट सुरु गरेर सबै जातिहरूलाई उहाँको नाउँमा पश्चाताप र पाप क्षमाको प्रचार गर्नुपर्छ भन्ने उद्देश्यमा थियोफिलस आफै पनि लाग्न सक्ने हो। किनभने विचार गर्नुहोस् त, हामी किन धेरैचोटि सुसमाचार सुनाउँदैनौँ? किनभने एउटा कारण हो, हामी सुसमाचारको सत्यतामा ढुक्क हुँदैन, निर्धक्क हुँदैन। तर हामी यदि सुसमाचार सत्य हो भन्ने कुरामा निर्धक्क हुन्छ भने, यदि हामी निश्चिन्त हुन्छौँ, यदि हामी छर्लङ्गै देख्न सक्छौँ कि यो जस्तो उत्तम कुरा केही पनि छैन, यो जस्तो महत्त्वपूर्ण कुरा अरू केही छैन भन्ने हामीलाई थाहा हुन्छ भने हामी वास्तवमै सुसमाचार सुनाउन उत्साह पाउन सक्छौँ, सुसमाचार सुनाउन हिम्मत पाउन सक्छौँ, सुसमाचार सुनाउन निर्धक्कता पाउन सक्छौँ, होइन र? सुसमाचारको विषयवस्तुमा जति हामी निर्धक्क हुन्छौँ, सुसमाचारको विषयवस्तुमा जति हामी स्पष्ट हुन्छौँ, त्यति नै हामी यो सुसमाचार सुनाउन पनि निर्धक्क हुन्छौँ, सुसमाचार सुनाउन पनि हामी ढुक्क हुन्छौँ। यस उद्देश्यमा थियोफिलस आफै पनि लागुन् भन्ने लुकाको उद्देश्य छ। अनि हामी क्रिस्चियनहरू यस उद्देश्यमा लागौँ, सारा जाति कहाँ सुसमाचार लिएर जाने, पश्चाताप र पाप क्षमाको प्रचार गर्ने उद्देश्यमा हामी लागौँ भनेर लुका यहाँ लेख्छन्। लुकाको सुसमाचार पढेर हामी पनि सुसमाचारको सत्यतामा वास्तवमै ढुक्क र निर्धक्क हुन सक्छौँ र हामी पनि लुकासँगै थियोफिलससँगै उहाँको सुसमाचारलाई सारा जातिको बिचमा लिएर जान राजी हुन्छौँ। किनभने अब हामी ढुक्क भएका छौँ, निर्धक्क र निश्चिन्त भएका छौँ कि सुसमाचार नै सबै जातिको निम्ति सबैभन्दा उत्तम सन्देश हो। सबै जातिको पाप क्षमाको निम्ति केवल येशू ख्रीष्ट मात्र, येशू ख्रीष्टको सुसमाचार मात्र त्यो उत्तर हो भन्ने हामीले यहाँ थाहा पाएका छौँ। अनि पश्चातापको प्रचार गर्न र पश्चाताप गर्न पनि लुकाको पुस्तकले हामीलाई आह्वान गर्छ। र पश्चाताप गर्नु भने परमेश्वरलाई इन्कार गरिरहने आफ्नो बानीबाट, आफ्नो पापबाट कतातिर फर्किनु, पापबाट येशूतिर फर्किने अनि येशूमा शरण लिनुलाई पश्चाताप गर्नु भनिन्छ। प्रियहरू, कृपया हामी विचार गरौँ, के तपाईँ र म आफ्नो पापबाट येशूतिर फर्किएका छौँ? के तपाईँ कोही यहाँ हुनुहुन्छ जसले येशू ख्रीष्टलाई आजसम्म पनि प्रभु र मुक्तिदाता भनी विश्वास गर्नुभएको छैन? परमेश्वरको प्रतिज्ञाको मुक्तिदाता भनी विश्वास गर्नुभएको छैन? पुरानो करार, सम्पूर्ण धर्मशास्त्र, परमेश्वरको सम्पूर्ण इतिहास, परमेश्वरको सम्पूर्ण प्रतिज्ञा येशू ख्रीष्टमा पुरा हुन्छ भनेर विश्वास गर्नुभएको छैन? अनि येशू ख्रीष्टमा कस्तो प्रतिज्ञा पुरा हुन्छ? लुका 24 अध्यायले हामीले देखाए जस्तै येशू ख्रीष्टमा कस्तो प्रतिज्ञा पुरा हुन्छ? मुक्ति र उद्धारको प्रतिज्ञा, उहाँको अनन्त प्रेमको प्रतिज्ञा येशूमा पुरा हुन्छ भनेर यदि तपाईँले विश्वास गर्नुभएको छैन भने कृपया आज नै आफ्ना पापहरूबाट फर्किनुहोस्, आज नै येशू ख्रीष्टमा शरण लिनुहोस्, येशू ख्रीष्टमा विश्वास गर्नुहोस्। किनभने येशू मात्र पाप क्षमा गर्नुहुने, मुक्ति दिनुहुने, उद्धार गर्नुहुने परमेश्वर मसीहा राजा हुनुहुन्छ। र के तपाईँ येशूमाथि भरोसा गर्नुहुन्छ? के तपाईँ उहाँलाई प्रभु र मुक्तिदाता भनी विश्वास गर्नुहुन्छ? र विश्वास गर्नुहुन्छ भने के तपाईँ र म येशूमाथिको विश्वासमा निर्धक्क, निश्चिन्त र ढुक्क छौँ?
तपाईँ र मेरो दैनिक जीवनको कुरा कुन कुराहरूले हामी सुसमाचारमा ढुक्क छौँ भनेर देखाउँछ? हामी सुसमाचारमा निश्चिन्त छौँ, सुसमाचारलाई हामीले सबैभन्दा उत्तम समाचारको रूपमा मानेको छौँ भनेर हाम्रो जीवनको कुन कुराले देखाउँछ प्रियहरू? कुन कुराले तपाईँ सुसमाचार र येशू नै सबै कुराभन्दा सर्वोत्तम हुनुहुन्छ भनेर विश्वास गर्ने व्यक्ति हुनुहुन्छ भन्ने देखाउँछ? कुन कुराले? के हामी यो कुराले देखाउँछ कि हामी येशूको सुसमाचार जान्न मेहनत गर्छौँ, येशूको सुसमाचार पढ्न मेहनत गर्छौँ, येशूको सुसमाचार सुन्न र सिक्न मेहनत गर्छौँ? के यो कुराले देखाउँछ तपाईँ सुसमाचारमा ढुक्क र देखाउनुहुन्छ? के तपाईँ येशूको सुसमाचार सुन्न, जान्न, सिक्न, पढ्न समय बिताउनुहुन्छ? के यो कुराले देखाउँछ? तपाईँ कस्तो कदमहरू लिनुभएको छ प्रिय? येशूलाई चिन्न, सुसमाचारलाई जान्न मैले कस्तो कदमहरू लिएको छु, तपाईँले कस्तो कदमहरू लिनुभएको छ? हप्ताभरिको जीवनलाई हेर्नुहोस् न। के तपाईँ एकजनासँग बाइबल पढ्ने कुरालाई प्राथमिकता दिनुहुन्छ? किनभने तपाईँ येशूलाई प्रेम गर्नुहुन्छ भन्नुहुन्छ भने के तपाईँ बाइबल पढ्नुहुन्छ? के तपाईँ अरू क्रिस्चियनहरूसँग भेटेर बाइबल पढ्नुहुन्छ? के तपाईँ घरेलु सङ्गतिमा आबद्ध हुनुहुन्छ? के तपाईँ दिदीबहिनी सङ्गतिमा संलग्न हुनुहुन्छ? यी सङ्गतिहरू किन चाहिन्छन् थाहा छ? यी सङ्गतिहरू किन अस्तित्वमा छन्? किन हुनुपर्छ यी सङ्गतिहरू हाम्रो जीवनमा, हाम्रो चर्चमा? यस चर्चमा यति धेरै क्रियाकलापहरू रहेछन्, हामी त कति व्यस्त चर्च होइन, हामी कति काम गर्ने चर्च, कति मेहनती चर्च भनेर देखाउनलाई होइन, हुँदै होइन। यी सङ्गतिहरू अस्तित्वमा छन् ताकि हामी एकअर्कालाई वचनद्वारा निर्माण गर्न सकौँ, ताकि हामी प्रेम साथ सत्य बोल्न सकौँ, ताकि हामी येशू ख्रिस्टको प्रेममा गहिरिन सकौँ, ताकि हामी एकअर्कालाई ख्रिस्ट जो सम्पूर्ण धर्मशास्त्रको केन्द्र र पूर्णता हुनुहुन्छ, जो स्वर्गको पनि स्वर्ग हुनुहुन्छ, ख्रिस्ट हाम्रो प्रभु, हामी एकअर्कालाई दिन सकौँ भनेर यो सङ्गतिहरू अस्तित्वमा छन्। र यो कुराले हामी सुसमाचारमा निर्धक्क छौँ, ढुक्क छौँ भन्ने देखाउँछ। अरू कुन कुराहरू हुन सक्छन् हामी वास्तवमै सुसमाचारमा निर्धक्क छौँ, साँच्चै नै वास्तवमै सुसमाचारमा येशूको सत्यतामा ढुक्क छौँ, निश्चिन्त छौँ, भर परेको छौँ भनेर कुन कुराले देखाउँछ प्रियहरू? कि हामी सम्पूर्ण धर्मशास्त्रमा येशूको सर्वोच्चताले देख्छौँ, सम्पूर्ण धर्मशास्त्रले हामीलाई येशूतिर डोर्याइरहेको छ, येशू ख्रिस्टको बारेमा हामीलाई बताइरहेको छ, येशू ख्रिस्टको खाँचो भए पनि देखाइराखेको छ, उद्धारकर्ताको खाँचो यो हामीलाई देखाइरहेको सम्पूर्ण धर्मशास्त्रले, पुरानो र नयाँ कुरा दुवै नै। र येशू हाम्रो उत्तर हुनुहुन्छ, येशू हाम्रो समाधान हुनुहुन्छ भन्ने कुरा देखाइरहेको छ भन्ने कुरा उहाँको वचनको अध्ययनले के हामीलाई देखाइरहेको छ? के हाम्रो एकताले यो कुरा देखाएको छ? तपाईँ र मेरो एकता केवल सतही एकता मात्र होइन, हाम्रो एकता सुसमाचारमा आधारित, लुकाले यहाँ लेखेको छ नि होइन, यो सुसमाचारको सत्यतामा आधारित एकता हो। चर्चको रूपमा हाम्रो केन्द्र, हाम्रो उद्देश्य, हाम्रो मुख्य विषय के हुनुपर्छ? येशू ख्रिस्टको सुसमाचार। हामी केवल एकताको लागि एकतामा रहने होइन, कि कति मिलेर बस्ने मान्छे भनेर देखाउनलाई एकतामा रहने होइन, हुँदै होइन। हामी सुसमाचारको लागि र सुसमाचारमा मात्र एक हुन सक्छौँ र हुनुपर्छ। किनभने हामी ढुक्क निर्धक्क छौँ कि सुसमाचार र केवल सुसमाचार नै संसारको सबैभन्दा उत्तम, सबैभन्दा महान सन्देश हो। त्यति मात्र होइन, सुसमाचार नै र सुसमाचार मात्र परमेश्वरको काम हो, परमेश्वरको प्रतिज्ञाको पूर्णता हो, परमेश्वरको इतिहास लेखन हो, परमेश्वरको कथा हो। यो यसमा हामी निर्धक्क हुनुपर्छ, यसमा हामी एक हुनुपर्छ। यसको निम्ति हामीले हातमा हात मिलाउनुपर्छ, सुसमाचारको निम्ति एक हामीले हातमा हात मिलाउनुपर्छ। किन हाम्रो चर्चले किन सुसमाचारलाई प्राथमिकता दिनुपर्छ? किनभने हाम्रो निर्धक्कता पैसामा छैन, हाम्रो निर्धक्कता सम्बन्धहरूमा पनि छैन, हाम्रो निर्धक्कता हाम्रो बदलिरहने भावनामा पनि छैन, हाम्रो निर्धक्कता, हाम्रो भरोसा व्यक्तिमा पनि होइन, तर सुसमाचारमा, येशूको सुसमाचारमा मात्र हुनुपर्छ। परमेश्वरको उद्देश्य नै यो हो, यो परमेश्वरको काम हो, यो परमेश्वरको कथा हो। अनि उहाँको कामलाई अरू कुनै विचार, अरू कुनै परम्परा, अरू कुनै ज्ञानले, अरू कुनै शक्तिले, अरू कुनै व्यक्तित्वले, कुनै चरित्रले प्रतिस्थापन गर्न मिल्दैन। त्यस्तो हिम्मत पनि गर्नु हुँदैन हामीले। येशूको सुसमाचारलाई अरू कुनै पनि कुराले प्रतिस्थापन गर्ने हिम्मत पनि हामीले गर्नु हुँदैन। यो कुरा हाम्रो वचन प्रचारमा देखिनुपर्छ र हाम्रो सङ्गीतहरूमा पनि देखिनुपर्छ। यहाँसम्म कि हामीले गाउने भजनहरू कस्तो गाउँछौँ भन्ने कुरामा पनि देखिनुपर्छ। हामीले यहाँ हाम्रो भावनाहरू, कल्पनाहरू गाउने हुँदै होइन, हामीले यहाँ हाम्रो सोच विचार, हाम्रो रमाइलो गाउने होइन, हामीले प्रस्तुति गाउने होइन, प्रस्तुति गाउने वा प्रस्तुति गर्ने होइन नि त होइन।
हामीले यहाँ सुसमाचार नै गाउनुपर्छ, हामीले परमेश्वरको सत्यता नै गाउनुपर्छ, होइन? हामीले बाइबलको सत्यता नै गाउनुपर्छ, हामीले प्रचार हुने वचनसँग मिल्ने भजनहरू नै गाउनुपर्छ। किनभने हामी सुसमाचारमा मात्र निर्धक्क हुन सक्छौँ र सुसमाचार मात्र निर्धक्क हुन योग्यको कुरा छ। अरू कुनै पनि कुरा निर्धक्क हुन योग्य, ढुक्क हुन योग्य, हाम फाल्न योग्य, जीवन दिन योग्य, जीवन सुम्पिन योग्य छँदै छैन। हामीले केही महिनादेखि एल्डरहरूको बिचमा यो पुस्तक वचन केन्द्रित चर्च पढिरहेका छौँ, जसमा लेखकले किन चर्चको सम्पूर्ण जीवनमा परमेश्वरको वचन अर्थात् सुसमाचार नै अपरिहार्य छ भनेर हामीले देखाउनुहुन्छ। एल्डरहरूको बिचमा हामीले केही महिनादेखि यो पढिरहेका छौँ। उहाँ भन्नुहुन्छ, हामी बजार अनुसन्धान, प्रभावशाली व्यक्तित्व, सङ्गीत वा अरू भौतिक औजारहरूमा भर पर्ने परीक्षामा बारम्बार पर्छौँ। तर यदि हामी ती कुराहरूमाथि भर पर्दैछौँ भने हामी र संसारबीच केही पनि भिन्नता हुँदैन। यस पुस्तकको लेखक भन्नुहुन्छ, वचनको सेवकाई प्रचारमा मात्र सीमित हुँदैन। वचनको सेवकाई, बाइबलीय सेवकाई प्रचारमा मात्र सीमित हुँदैन, यो चर्चको हरेक क्षेत्रमा व्याप्त हुनुपर्छ। चेलापनको सेवकाई, बाल सङ्गति, जवान सङ्गति, मिसनहरूको काम, साथीभाइ तथा परिवारहरूमा सबैमा वचनमा आधारित हुनुपर्छ र ख्रिस्ट केन्द्रित हुनुपर्छ। एल्डरहरू र डिकनहरूले आफ्नो काममा वचन नै लागू गर्नुपर्छ। अभिभावकहरूले बालबालिकाहरूलाई तालिम दिने तरिकामा सुसमाचार प्रयोग गरेर नै सिकाउनुपर्छ। किनभने यो सबैभन्दा उत्तम कुरा हो। श्रीमान र श्रीमतीले एकअर्काको सम्बन्धमा सुसमाचारको केन्द्रीयताको बारेमा नै सोच्नुपर्छ र यसको सूची अझै लामो हुँदै जान्छ। म यसको केही प्रति पछाडि छोडिदिन चाहन्छु टेबलमा। कृपया यो पुस्तक घरमा लिएर जानुहोस् र पढ्नुहोस्, किनभने हामी परमेश्वरको वचनमा र सुसमाचारमा मात्र भर पर्नुपर्छ। सुसमाचारमा मात्र हामी निर्धक्क हुनुपर्छ। सुसमाचार जस्तो योग्य कुराहरू छँदै छैन प्रियहरू, निर्धक्क हुन योग्य कुरा अरू केही पनि छँदै छैन। र सुसमाचारले मात्र ख्रिस्टको चर्चलाई निर्माण गर्छ। हामी ढुक्क हुनुपर्छ, हामी निर्धक्क हुनुपर्छ। यसरी हामी हाम्रो जीवनको हरेक भागमा येशू ख्रिस्टको सुसमाचारलाई केन्द्रमा राख्नुपर्छ र व्यक्तिगत जीवनमा हामीले कसरी सुसमाचारलाई केन्द्रमा राखेका छौँ, सुसमाचारमा निर्धक्क भएका छौँ, निश्चिन्त भएका छौँ, सुसमाचारमा भर परेका छौँ, सुसमाचारले हामीले प्रेम गर्ने व्यक्तिहरूको प्राण बचाउँछ भन्ने कुरामा हामी कति विश्वास गर्छौँ, त्यो कुरालाई हामीले व्यवहारिक रूपमा नै प्रयोग गर्नुपर्छ। हाम्रा छिमेकीहरूको उद्धारको निम्ति सुसमाचारले काम गर्छ भन्ने कुरामा हामी विश्वास गर्छौँ कि गर्दैनौँ, होइन? त्यहाँ हामीले व्यक्तिगत रूपमा ख्रिस्टको साक्षी बन्ने काममा जोड दिनुपर्छ। मैले सुरुमा बन्जी जम्पमा हामीलाई हिम्मत चाहिन्छ, ढुक्क हुनुपर्छ भनेर भनेको थिएँ, होइन? बन्जी जम्पमा तपाईँ निर्धक्क नहुँदा पनि केही छैन, तर त्यसभन्दा धेरै महत्त्वपूर्ण जीवन र मृत्यु तय गर्ने यस कुरामा तपाईँ र म ढुक्क हुनैपर्छ, किनभने यो परमेश्वरको महान काम हो, यो उहाँको ठुलो कथा हो र यो सुसमाचारमा विश्वास गर्नु र यो सुसमाचारमा ढुक्क हुनु, यो जस्तो उत्तम कुरा यस संसारमा अरू केही छैन। वास्तवमै येशू जस्तो उत्तम, येशू जस्तो भरोसा योग्य, येशू जस्तो प्रतिज्ञा पुरा गर्नुहुने उद्धारकर्ता अरू कोही पनि छैन। आउँछ प्रार्थना गरौँ।